हेलो एभ्रिवान, सबैजनालाई गुड मर्निङ र सबैजनालाई मेरो युट्युब च्यानलमा स्वागत छ। यो चाहिँ मेरो फर्स्ट ब्लग हो। यहाँ फेरि डाँडा गइरहेका छौँ। यता हाम्रो भाउजू, यता मेरो भाइ हिँडिरहेछ, अनि यता म हिँडेको गाइड छ। अनि आज त मौसम राम्रो भएकोले गर्दा हामी घुम्नु जानु भनेर फेरि डाँडा गएको। मान्छे त खासै छैन नि, अघि बिहान चाहिँ थियो, छैन अहिले मान्छे खासै रहेनछ फेरि डाँडामा। तपाईँहरू पनि घुम्न आउनु होला हाम्रो गाउँमा। गाउँ नै त हो नि होइन, बजार गाउँ। इधर देखो इधर, भाइ घरमा रिसाइरहेछ। अघि उसले भ्लग बनाउने भन्दै थियो, अनि फेरि उसको के भयो, अनि रिसाएर बिस्कुट खाँदै हिँडिरहेछ मेरो भाइ होइन। उसको खोइ अलिकति के मिस्टेक भएछ नि, त्यही भएर अनि हात गला अनि अब हजुर अनि धेरै अब कतिको कलेज लाग्छ, अब तिहारको छुट्टी पछि कतिको जबहरू हुन्छ, जब गर्नुपर्ने हुन्छ, छुट्टी मिल्दैन। अब अनि अब हाम्रो पनि छुट्टीपछि कलेज लाग्छ, अनि एक्जाम भन्दा पनि टेस्ट छ। कम त गाह्रो छैन नि, पढ्नुभन्दा त भाडा बस्नु सजिलो भन्दै हिँड्नुपर्छ। अब म एकैचोटि माथि फेरि डाँडा पुगेपछि हजुरहरूलाई त्यहाँको भ्यू देखाउँछु, त्यहाँ कस्तो छ के छ सब देखाउँछु है। त्यसको लागि बाई, अब म त्यहीँ पुगेपछि फेरि भ्लग सुरु गर्नेछु। एकछिनको लागि बाई बाई, टाटा। म चाहिँ फेरि डाँडा आइसकेको छु साथीहरू। अब म यहाँहरूलाई यहाँको भ्यू देखाउँछु है। यहाँ चाहिँ हाम्रो भाउजूहरू बसिराख्नु भएको छ। म तपाईँलाई यहाँको भ्यू देखाउँछु ल। देख्नुहोस्, जन्नत देख्ने क्या, यहाँ के देखो जन्नत। अनि तपाईँहरूलाई म मेरो घर पनि देखाउँछु ल। मेरो घर चाहिँ नि ठ्याक्कै यो छ नि, यो दुईटा यो ठुलो यो ब्लू कलरको ध्वजा गाडेको हो, यो चाहिँ हाम्रो घर हो। अनि योदेखि तलतिरको चाहिँ हाम्रो शेर्पा भवन, जहाँ सबैले के भन्नु बर्खीहरू भयो, बिहे भयो, पार्टी भएको सम्पूर्ण त्यहीँ गर्नुहुन्छ। अनि यो चाहिँ हाम्रो सानो चिटिक्कै परेको गाउँ रहेको छ। अनि यो चाहिँ हाम्रो खेलकुद मैदान। यहाँ चाहिँ वैशाखी गते मेला लाग्छ, अनि यहाँ प्रायः सबैजना आउनुहुन्छ। यो हाम्रो गाउँ चाहिँ प्रायः सबले चिन्नुहुन्छ क्या। अनि हेर्न सक्नुहुन्छ हाम्रो सानो गाउँ। यता हाम्रो बजार, गोबेटार बजार, यस्तो छ है भ्यू चाहिँ। यता हाम्रो भाउजूहरू मिल्छ, यता हेरिदिनु होला। हेलो गाइस, अनि म यता देखाउँछु ल। अनि यता अझै धेरै एउटा मेरो बिल्ला गरिरहेको छ पछाडिबाट। अनि
म तपाईँहरूलाई यहाँ कालो पानी पनि देखिन्छ। कालो पानी त सबले चिन्नुहुन्छ होला नि। कालो पानी कालो पानी नदेख्ने चाहिँ कोही पनि छैन होला हो नि। मलाई चाहिँ त्यही लाग्छ। कालो पानी ऊ तर यहाँ देखिरहेको छ क्या कालो पानी। म तपाईँलाई देखाउँछु ल। यी कालो पानी तर त्यस्तो मजाले क्लियर चाहिँ नदेखिँदो रहेछ। त्यही पनि देख्न सक्नुहुन्छ। यहाँदेखि चाहिँ दामी हावा पनि फेरि दामी आउँछ नि आज। अनि त्यसै गरी अब मैले तपाईँहरूलाई देखाएँ फोटोहरू भिडियोहरू बनाउनु पर्ने हुन्छ होइन। अनि अब म घर गएपछि घर पुगेर म मेरो घर पनि देखाउँछु तपाईँहरूलाई। घर देखाउँछु भन्दा पनि घरको फ्लावरहरू चाहिँ देखाउँछु। किनकि हाम्रोमा तलतिर अब पार्टीहरू के हुन्छ है भनतिर। अनि त्यहाँबाट आउनुहुन्छ हाम्रो घरमा। अनि आउनुभएको मान्छेहरूले चाहिँ प्रायः जस्तो हाम्रो घरको फुलहरू एकदमै मन पराइदिनुहुन्छ क्या। त्यही भएर तपाईँहरूलाई पनि मन पर्न सक्छ। त्यही भएर म तपाईँलाई फुल देखाउँछु यसमा घर पुगेर। अनि फुलको कसलाई किन्नु छ हाम्रो घरमा आउनुहोस् है। फुल चाहिएमा हाम्रो घर आउनु होला। अनि पैसा पर्छ नि पैसा। पैसा पर्छ पैसा। सब्स्क्राइब गर्नेलाई चाहिँ डिस्काउन्ट 100% डिस्काउन्ट। सब्स्क्राइब गर्नु हुनेहरूले चाहिँ डिस्काउन्ट है। अनि अब म एकैचोटि घर पुगेपछि भ्लग फेरि कन्टिन्यू गर्छु है त। त्यसको लागि एकछिनको लागि 1 मिनटको लागि बाई। फाइनली गाइज म चाहिँ घर आइसकेको छु। अब तपाईँहरूलाई म फुल देखाउन गइरहेको छु। अब फुल हेर्नु है सबैजनाले। हाम्रो घर हेर्नुहोस् हाम्रो किचन। यता चाहिँ हाम्रो घर। अनि हेर्नुहोस् हाम्रो फुलहरू त्यस्तो छ है। हजुरहरूलाई फुल चाहिएमा हाम्रो घर आउनु होला। हाम्रो घरमा त त्यो प्रायः चाहिँ धेरै आउनुहुन्छ। फुलहरू मागिराख्नु भएको हुन्छ। यी देख्न सक्नुहुन्छ हाम्रो फुलहरू। यता चाहिँ म चाहिँ र साथीहरू अब मेरो भिडियो फुल वाच गरिदिनु भएकोमा धेरै धेरै धन्यवाद। सबैजना लाइक कमेन्ट सेयर गरिदिनु होला। सब्स्क्राइब नगरिदिनु भएकाले मेरो युट्युब च्यानललाई सब्स्क्राइब गरिदिनु होला। यसै गरी म भिडियोहरू ल्याउने छु र सबैजनाले मलाई फुल सपोर्ट गरिदिनु होला। अहिलेसम्म फुल भिडियो हेरिदिनुलाई धेरै धेरै धन्यवाद। अब अहिलेलाई बाई बाई।